नमस्ते, म सुभाष खग्रेल, पूर्व राष्ट्रिय क्रिकेट खेलाडी। यहाँ आउँदो जेठ 25 गते रूपन्देही क्रिकेट संघको चुनाव हुन गइरहेको छ र यो चुनाव एउटा प्रतिस्पर्धा नभइकन रूपन्देही क्रिकेट र नेपाल क्रिकेटको सुनौलो भविष्य रोज्ने अवसर पनि हो। नेपाल क्रिकेटको स्वर्णिम इतिहासमा सुनौलो अक्षरले नाम लेखाउन सफल व्यक्तित्व हुन् शक्ति गौतम। देशको लागि दशकौंसम्म मैदानमा पसिना बगाउने, नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा उचाइमा पुर्याउने इमानदारीता, लगनशीलता र मेहनतको उदाहरण हुन् शक्ति दाई। उही शक्ति दाई आज रूपन्देही क्रिकेट संघको नेतृत्वमा आउन खोज्दै हुनुहुन्छ। रूपन्देही क्रिकेटलाई पारदर्शिता, व्यवस्थित र बलियो बनाउनको लागि सफल नेतृत्वको खाँचो छ र त्यो नेतृत्वको नाम हो शक्ति दाई। त्यसैले आउनुहोस्, अनुभवलाई सम्मान गरौं, त्यागलाई कदर गरौं, इमानदारीतालाई जिताउँ र रूपन्देही क्रिकेटको उज्जवल भविष्यको लागि शक्ति गौतमलाई अध्यक्ष पदमा विजयी बनाऊ। धन्यवाद।